गुरु भक्त वत्सल भगवान को, भागवत भगवान को, भगवत स्वरूप श्रीमद् भागवत महापुराण। श्रीमद् भागवत महापुराण भगवान को वाणी हो। यो वाणी सदैवका पहिले प्रभु नारायणजीले ब्रह्माजीलाई प्रदान गर्नुभयो। ब्रह्माजीले आफ्ना पुत्र देवर्षि नारदजीलाई प्रदान गर्नुभयो। देवर्षि नारदजीले श्री वेदव्यासजी महाराजलाई प्रदान गर्नुभयो। र श्री वेदव्यासजी महाराजले आफ्ना छोरा श्री सुखदेवजी मुनिलाई प्रदान गर्नुभयो। एकजना ब्राह्मण बालकले राजा परीक्षितजीलाई श्राप दिए, आजको सप्तम दिवसमा सर्पको टोकाइले तिम्रो मृत्यु हुनेछ। तर त्यो मृत्यु भयबाट भयभीत हुनुभएका राजा परीक्षितजीलाई भयमुक्त गराउनको लागि श्री सुखदेवजी महाराज गंगाजीको पावन तटमा श्रीमद् भागवत कथा श्रवण गराउनु भएको। यही कथा सनै सनै अखण्डमेवावतीर्णं न तु उच्च निपातेन स्फुरितं यो धाममा हामीलाई प्राप्त भएको हो। र यही रसधारामा हामी 6 दिनदेखि अवगाहन गरिरहेका छौँ। यो जीवको परम सौभाग्य हो, यो जीवको परम सौभाग्य हो। जीवलाई सत्संग भागवत कथा प्राप्त भइरहन्छ। देव दुर्लभ मानव शरीर हामीले प्राप्त गरेका छौँ। भगवान श्री कृष्णको अवतारको कथा हामीले श्रवण गर्नु। भगवान आफ्नो इच्छा शक्तिले प्रकट हुनुहुन्छ, तर जीवात्मा हामी चाहिँ कर्मको बलले, कर्मको कारणले हाम्रो जन्म हुन्छ। निज इच्छा निर्मित तनु माया गुण गोपाल। भगवानले विविध लीला गर्नुभयो। भगवानको संकल्प मात्रले सृष्टिको विस्तार हुने थियो, जगतको पालन हुने थियो र जगतको संहार पनि हुने थियो भने भगवानलाई यो धराधाममा किन आउनु पर्यो? भगवान त केवल हाम्रो लागि आउनु भएको हो। आएर सुन्दर मधुर मधुर लीला गर्नुभयो, ताकि त्यो लीलाको गान गरेर, त्यो लीलाको श्रवण गरेर जीवको अनन्त कालसम्म कल्याण होस् भन्ने भावना लिएर प्रभु यो धराधाममा आउनु भएको हो। इन्द्र अभिमानले चूर भइरहेका थिए, आफूलाई भगवान मानिरहेका थिए। इन्द्रको मान मर्दन गर्नको लागि प्रभुले गोवर्धन पूजा गराउनु भयो। गोवर्धन पूजा केवल इन्द्रको मान मर्दन गर्नको लागि मात्र होइन, प्रकृतिको पूजा हामीले गर्नुपर्छ भन्ने उपदेश दिनको लागि पनि भगवानले गोवर्धन पूजा, प्रकृतिको पूजा गराउनु भएको हो। हाम्रा पुर्खाहरू पहिले गोठ धुप हाल्ने गर्नुहुन्थ्यो, दुधको धारो दिने गर्नुहुन्थ्यो, सुनसरी पूजा आदि गर्ने गर्नुहुन्थ्यो। हाम्रा पूर्वजहरू विज्ञान सम्मत जीवन शैली यापन गर्नुहुन्थ्यो। आजभोलि त हाम्रा युवा भाइ बहिनीहरूले के भन्छन् भन्दाखेरि पहिलेका पुर्खाहरूलाई केही थाहा थिएन। आजभोलिको विज्ञानको युग भनेर ताना दिने गर्दछन्, तर हाम्रा पूर्वजहरू कति विज्ञान सम्मत उहाँहरूको जीवन शैली थियो भने कुन दिन के खानुपर्छ त्यो उहाँलाई थाहा थियो। कुन बार के खानु हुँदैन त्यो उनीहरूलाई थाहा थियो। कुन महिनामा के खानु हुँदैन, कति बजी उठ्नुपर्छ, कति बजी सुत्नुपर्छ, यो सबै जीवन शैली थाहा थियो र निरोगी कायामा रहनुहुन्थ्यो। आज विज्ञानको युग भन्छौँ। एउटा सानो गहपुरमा जानु भने त्यहाँ 10-15 वटा मेडिकल छन् होला।
मेडिकल स्टोर कति छन् त्यहाँ, प्रत्येक मेडिकल स्टोरमा भिड लागिरहेको छ। अनि हामी विज्ञानको युग भन्छौँ। ज्ञानपूर्वक विज्ञानको आचरण गर्नुपर्छ। ज्ञान आफ्नो थाहा गर्नु यो ज्ञान हो। बाहिरको आविष्कार खोजी गर्नु यो विज्ञान हो। आफूलाई नजानिकन, आफ्नो थाहा नगरिकन हामी यदि भगवानको पनि थाहा गर्न जाँदैछौँ भने, बाहिर खोजी गर्दैछौँ भने, आफ्नो खोजी नगरिकन कहीँ न कहीँ हामी रङ हुँदैछौँ। हाम्रो बुनियादी यहाँ भुल भइरहेको छ। त्यसकारणले आफ्नो ज्ञान सर्वप्रथम गर्नुपर्दछ र भगवानले प्रकृतिको पूजा गराउनको लागि समस्त ब्रजवासीहरूलाई प्रेरित गर्नुभयो र सन्देश बहुत राम्रो दिनुभयो। भाग्यको आश्रय लिनु हुँदैन, कर्म गर्नुपर्छ। यदि ईश्वर नामको कुनै सत्ता छ भने त्यो ईश्वरले पनि उसैलाई शक्ति प्रदान गर्छ, उसैलाई फल दिन्छ जसले कर्म गर्दछ। अस्ति चेद ईश्वरः कश्चित् फलरूप्यन्न कर्मणाम्। हामीलाई जे पनि प्राप्त हुन्छ, सुख दुःख भय क्षण सबै कर्मबाट नै हुन्छ। कर्मणा जायते जन्तु कर्मणैव विलीयते, सुखम दुःखम भयम क्षेमम कर्मणैव विपद्यते। आज यो भागवत पण्डालमा हाम्रा सर साहित्य एकाडेमी बटा प्राप्त गर्नुभएको छ र यस्ता भाषा साहित्यिक जगतमा जसले सेवा पुर्याइरहनु भएको छ, यस्ता समाज सेवक आदरणीय डाक्टर श्री खेमराज नेपालजीको आगमन भएको छ। यहाँ म देखिरहेको छु। धेरै विभूतिहरूको पनि यहाँ आगमन भएको छ। उहाँले सबैसँग आशीर्वाद लिँदै हुनुहुन्छ र हाम्रा कर्ता परिवारले ठिकै छ, उहाँलाई बिहा शासनसम्म आउनको लागि म निवेदन गर्दछु। मना गर्दै हुनुहुन्छ, उही कर्ता परिवारले उहाँको स्वागत गर्नुहुन्छ। जय सीताराम। यस्ता महान विभूतिहरूको आगमनले यस्तो अनुष्ठानमा एउटा दिव्यता प्रकट हुन्छ र हामी उहाँको स्वागत गर्दैछौँ। भगवानले गोवर्धन पूजा गराउनु भयो। इन्द्र नै आफूलाई भगवान भनिरहेका थिए। श्री नन्द बाबा एकादशीको दिन निराहार व्रत लिनुहुन्छ। निर्जला एकादशी, निर्जला एकादशीको पालन गर्नुहुन्छ। एकादशी हामी सबैले गर्दछौँ होइन? विज्ञानले पनि भन्छ सप्ताहमा एक दिन त पेट खाली राख्नु भनेर, 15 दिनमा एक दिन पेट खाली राख्नु भनेर विज्ञानले पनि भन्छ। तर हाम्रा पूर्वजहरूले के भन्नुभयो? व्रत बस्नु। व्रत बस्यो भने इम्युनिटी शक्तिको वृद्धि हुन्छ। पेटमा जरुर भोक लाग्छ, तर व्रतले इन्द्रियहरूलाई मजबुती प्रदान गर्दछ। त्यसकारणले एकादशी आज हामी त दुविधामा परेका छौँ, कुन दिन एकादशीको पालन गर्ने। गुरुहरूले पनि कन्फ्युजनमा पारिदिनु भएको छ। एकजना गुरुलाई सोध्यो आज एकादशी भन्नुहुन्छ, अर्कोजना गुरुले भोलि एकादशी भन्नुहुन्छ। पञ्चाङ्गमा पनि स्मार्तानाम र वैष्णवानाम एकादशी लेखिएको छ। र हामीले कुन चाहिँ एकादशीको पालन गर्ने? यो स्मार्तानाम एकादशी लेख्नुको यो पञ्चाङ्गकर्ताको विवशता मात्र हो। स्मार्तानाम, स्मार्त कसलाई भन्छन्? जसले स्मृतिलाई मान्छ उसलाई हामी स्मार्त भन्छौँ। कि हामी स्मृतिलाई मान्दैनौँ? हामी पनि स्मृतिलाई मान्छौँ। स्मार्तानाम लेख्नुको एउटा विवशता मात्र हो।
जो वैष्णवानाम एकादशी लेखिएको छ त्यही एकादशीको पालन हामी सबैले गर्नुपर्दछ। किनकि हामी सबै वैष्णव हौँ। भित्र बीज छ, बीज रूपमा वैष्णवता हाम्रो भित्र छ, त्यो अहिले अप्रकट छ। बीज वैष्णवको बीज भित्र थिएन भने हाम्रा घरका बुबा आमा कतै वैष्णव किन हुनुहुन्छ? टिकट आदि लगाएर जुन प्रत्यक्ष रूपमा वैष्णव किन हुनुहुन्छ? यसको मतलब भित्र बीज थियो। त्यो बिस्तार बिस्तार त्यो बीज पुलीको रूपमा प्रकट भयो, त्यो पुलीको रूपमा प्रकट भयो, फेरि वृक्षको रूपमा त्यो विकसित हुन्छ, फेरि त्यो वैष्णवताले फल दिन्छ। यही फल न भगवानलाई प्रिय हुन्छ। र एकादशी तिथि जुन तिथि दशमीले स्पर्श भएको हुँदैन त्यो एकादशी तिथि पालन गर्नुपर्छ। यस्तो प्रकारले पनि बुझौँ, सूर्योदय भन्दा 4 घडी पूर्व दशमी तिथि छैन, त्यो एकादशी शुद्ध एकादशी हुन जान्छ। दशमी तिथि 4 घडी पूर्व छैन भने 1 घडीमा 24 मिनट हुन्छ। सूर्योदय आज 5 बजे भएको छ भने 96 मिनट पूर्वसम्म जुन अरुणोदय काल भन्छौँ हामी, त्यो अरुणोदय कालसम्म दशमीले छोएको छैन भने त्यो एकादशी तिथि मान्नु पर्दछ। त्यही हामी सबैको एकादशी तिथि मान्य हुन्छ। नन्द बाबा एकादशी तिथिको दिन निराहार व्रत पालन गर्नुहुन्छ र जनार्दन भगवानको सेवा गर्नुहुन्छ। तुलसी दलले भगवान जनार्दन प्रभुको पूजा गर्नुहुन्छ र आनन्दले एकादशी व्रतको पालना गर्नुहुन्छ। अर्को कुरो, एकादशीको दिन हामी अन्न त्याग्छौँ कि त्याग्दैनौँ? होइन, हामीले त्यागेको अन्न कसैलाई प्राप्त हुन्छ? एकादशी के दिन हम जो अन्न त्याग करते हैं वो अन्न स्वतः ही किसी और को प्राप्त होता है। इसलिए हमारे पूर्वजों ने कहा कि द्वादशी के दिन स्वतः दान दे दो, अन्न का दान दे दो। इसलिए एकादशी व्रत का पालन करके जो हमने अन्न का त्याग किया है वो अन्न द्वादशी के दिन हम दान देंगे। अब दान किसको देंगे? अब दान की बात जैसे करेंगे तो ब्राह्मण देवता नजर आएंगे। लेकिन मैं व्यास आसन से एक ही बात निवेदन करना चाहूँगा, दान किसको दें? आज हम दुविधा में हैं, किसको दें दान? दान देते समय पात्र का निरीक्षण अवश्य होना चाहिए। पात्र सुपात्र में हम दान देंगे, अगर गलत पात्र में हम दान देंगे तो फिर वो पात्र दूषित है, तो वो हमारा दान भी दूषित